सबैजनालाई आजको दिनमा हजुरहरूलाई मेष राशिको परिचय गराउन गइरहेको छु। मेष राशि सुरुमा श्लोक सुन्नुहोस्। पुमां सरोग्नि सुदृढ चतुष्पाद रक्तोष्ण पीतो तिरवो द्रिरुग्र पीतो दिनम प्राक विषमो दयोल्प संग प्रजोरुक्ष नृप समोज। अब यो श्लोकको मैले यहाँनिर अन्वय लेखिसकेको छु र यस अन्वय अनुसारले म यहाँनिर हजुरहरूको समक्ष म अर्थहरूको लेखन गर्दै जानेछु। अजह भनेको मेष, मेष भन्नाले हाम्रो भेडालाई जानिन्छ। पुमान भनेको पुरुष राशि, पुरुष राशि। चर भनेको चर संज्ञक राशि, संज्ञक वा तपाईहरुले अस्थिरता पनि बुझ्न सक्नुहुनेछ है। एकै ठाउँमा स्थिर हुन नसक्ने राशि। अग्नि भनेको अग्नि तत्वको राशि, अग्नि तत्वात्मक। सुदृढ भनेको पुष्टाङ्ग, पुष्ट शरीर युक्त, पुष्ट शरीर युक्त, हृष्टपुष्ट भन्न खोजेको। चतुष्पाद भनेको चार पाउवाला, पाउवाला। रक्त भनेको रक्त वर्ण, रातो वर्ण। उष्ण भनेको उष्ण स्वभाव भनेको तातो स्वभाव, मतलब अब छिट्टै रिस उठ्ने खालको व्यवहारहरूलाई जान्न सकिन्छ। स्वभावमा उष्णता भन्न खोजिएको है। पित्त भनेको पित्त प्रकृतिवाला है, पित्त प्रकृतिवाला। अतिरव भनेको महाशब्दकार, मतलब घोर आवाज निकाल्ने वाला। अद्री भनेको पर्वतलाई जनाउँछ, त्यही भएर हामीले यहाँनिर अद्री अर्थात पर्वतचारी मान्नुपर्छ। उग्र भनेको क्रूर स्वभाववाला। पीत भन्नाले पीत वर्ण, जुन मुहारमा झल्किने वर्ण हुन्छ त्यस वर्णलाई बुझाइएको हो। दिनम भनेको दिनबली, दिनमा बलवान रहनेवाला। पाक भनेको पूर्व दिशाको स्वामी, पूर्व दिशामा विराजमान हुनेवाला भनेर बुझ्नु होला हजुरले। विषमोदय भनेको वक्रोदय, वक्रो भनेको उल्टो, मतलब पृष्ठोदय भनेर बुझ्न सकिन्छ है। अल्पसंग प्रज भनेको चाहिँ स्वल्प सन्तति युक्त। स्वल्प भनेको ऊ एक्लै रमाउन खोज्नेवाला अथवा कम्ती मात्रामा संगति जनाउनेवाला अथवा कम्ती समूहलाई बुझ्नु है, कम्ती समूहलाई चाहनेवाला भनेर बुझ्नु।
रुक्ष भन्नाले कान्तिरहित, नृप भनेको क्षत्रिय वर्ण जातिमा है। र सम भन्नाले चाहिँ यहाँनिर समाङ्ग, सबै अङ्गहरू समान स्वरूपमा देखिएको भन्ने कुरालाई जान्नु। वाला यी राशिको जुन उल्लेखित स्वभावहरू छन् अथवा वर्णहरू छन्, कुनै पनि विषयमा हामीले फलित गर्ने समयमा यसलाई गर्दाखेरि हामीले व्यवहारमा घटाएर भन्दाखेरि चाहिँ सबैभन्दा सजिलो हुनेछ। र पर्वतचारी भन्दाखेरि जस्तै म एक दुईवटा कुराहरू भनिदिन्छु। पर्वतचारी भन्नाले यहाँनिर हामीले के बुझ्नुपर्छ भनेदेखि मेष राशिवालाले चाहिँ पर्वततिर, पहाडतिर, हिमाल भेगतिर, चिसो भेगतिर घुम्न मन पराउने खालका हुन्छन्। अब जस्तै सुदृढ भयो, पुष्ट शरीर मतलब दरो शरीरवाला हुन्छ, त्यसरी बुझ्नु। अग्नि तत्त्वात्मक भनेको तातो तत्त्व भएको, शरीरमा बेसी तातो तत्त्व भएको कुराहरू अथवा अग्नि तत्त्वात्मकलाई चाहिँ तातो शरीरवालालाई मात्रै नलिएर अरू चिजलाई पनि लिन सकिन्छ। जस्तै कस्तो त भनेर भन्दा हामीले लिन सकिन्छ कि छिट्टै रिसाउने, दिमागलाई शान्त राख्न नसक्ने, मन चञ्चलता भइरहने हो, यसरी नै हामीले विचार गर्नुपर्दछ। मतलब यहाँ जे लेखेको छ त्यसैलाई मात्रै निरन्तरता दिने होइन, त्योसँग सङ्गति सबै चिजहरूलाई लिनुपर्दछ। हामीले यो कुरा चाहिँ बुझ्नुपर्छ र यसरी नै फलित गर्नुपर्दछ मेष राशिवालाको।